हेलो नमस्ते सेवा र साथीहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आजको मेरो दिन चाहिँ सुरु भइसक्यो अनि तपाईँहरूको चाहिँ सुरु भइसक्यो होला, मेरो पनि सुरु भइसक्यो। अनि मेरो यो दिदीबहिनी युट्युब च्यानललाई चाहिँ माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्दै मेरो दिन आज सुरु भइसक्यो। अनि आजको मौसम चाहिँ यहाँ यस्तो छ। तपाईँहरूकोमा चाहिँ कस्तो छ? हाम्रोतिर चाहिँ यस्तो छ मौसम। यहाँ मेरो फुलबारीमा यस्तो खालको फुल फुलिरहेको छ, बगानबेली। तपाईँहरूकोतिर चाहिँ हुन्छ कि हुँदैन? हाम्रोमा चाहिँ यो कलरको छ, मेरोमा 2 कलरको मात्रै छ साथीहरू। हाम्रोमा चाहिँ खासै आज घाम लागेको छैन साथीहरू, हेर्नु सक्नुहुन्छ। हाम्रो चाहिँ अलिक पानी पनि भनेको टाइममा आउँदैन साथीहरू, त्यही भएर हाम्रो चाहिँ यस्तै सुक्खा सुक्खा ठाउँ नै छ है साथीहरू, हेर्नु सक्नुहुन्छ। मैले चाहिँ साथीहरू यहाँ प्याज थोरै रोपेको, त्यो प्याजले चाहिँ म यहाँ गोर्नुभन्दा पनि यसको यो खासै त हुँदैन र भए पनि यहाँ यसो अलिअलि रोपिदिएको छु साथीहरू। यहाँ हेर्नु सक्नुहुन्छ। म चाहिँ यसलाई चाहिँ खै लहराउनु पर्छ भन्नुहुन्छ, यहाँ लहराउने कार्यक्रम चाहिँ म गर्दैछु। यहाँ हेर्नु सक्नुहुन्छ साथीहरू। खासै ठुल्ठुलो त हुँदैन, अब चाहिँ खासै उखाल्ने बेला हुन आँटिसक्यो र भए पनि यस्तो पनि हुन्छ। यो चाहिँ अब भरै दालमा अचारमा लाएर खानुपर्छ, मिठो नै हुन्छ। साथीहरूले पनि खानुहुन्छ होला र भए पनि देखाइदिएको यसो। ला भाँची त गएछ एउटा, र भए पनि केही छैन, भाँचीलाई पनि यो खेर जाँदैन, खानुपर्छ साथीहरू। त्यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ साथीहरू मेरो लोकल टमाटर। यसको चाहिँ अब पाकेपछि अचार खानुपर्छ। 1-2टा चाहिँ पाक्दैछ, तर यहाँ चाहिँ आज पाकेको छैन रहेछ। यहाँ हिजो नै मैले टिपिराखेको थिएँ, अनि त्यही भएर आज योसँग मिक्स गरेर अचार खाने, प्याजको पत्तासँग। यहाँ फल्नु चाहिँ टन्नै फल्दैछ साथीहरू, अब फलेपछि खानुपर्छ। साथीहरू हेर्नु सक्नुहुन्छ, मेरो सिमी पनि फलिरहेको छ हाम्रोमा चाहिँ। यो सिमी चाहिँ हिउँदे सिमी रहेछ, हिउँदोमा मात्रै फल्छ, बर्खामा चाहिँ बोट सबैमा छ। अब यो चाहिँ हामीले अस्ति आलुसँग मिसाएर खाएको, अब फेरि खाने बेला हुन आँट्यो। साथीहरू म चाहिँ नानीहरूको लागि खाजा बनाउँदैछु। यहाँ सुक्खा रोटी बनाएर लानु आँटेको साथीहरू। पानी लाएर म चाहिँ मोल्दैछु। यहाँ अलिक बनाउनु चाहिँ टाइम लाग्ने हो है साथीहरू। सुक्खा रोटी बनाएर आज नानीहरूलाई खाजा पठाइदिनु पर्यो भनेर। साथीहरू म चाहिँ 2टा चम्चीले खाँदैछु स्कुल जानको लागि, अनि अन्डा पनि खाँदैछु गाइस। हेर्न सक्नुहुन्छ साथीहरू म चाहिँ यहाँ रोटी उयो गर्दैछु, खाजा उयो अघि पेल्दै गरेको, यहाँ बनाउँदै गरेको सुक्खा रोटी। अब नानीहरूलाई खाजा पुर्याइदिनु। आगो धेरै बढी भयो भने सबै डढी जान्छ, यहाँ त्यही भएर आगो थोरै बनाएर सानो पारेर यहाँ पोल्दै गरेको साथीहरू। सिलामको अचार बनाउनु आँटेको छु, रोटीसँग खानु, सुक्खा रोटीसँग साथीहरू। यो सिलाम देख्नुभएको छ कि छैन? यहाँ चाहिँ हुँदैन, पहाडदेखि ताप्लेजुङदेखि ल्याएर अस्ति आएको बहिनी। म चाहिँ अचार पिस्दैछु साथीहरू। सिलौटा पनि खतरा छ, यहाँ सिलामको अचार पिस्दैछु साथीहरू। यहाँ सुक्खा रोटीसँग खानु कस्तो मिठो पो हुन्छ यो सिलामको अचार। अस्ति ताप्लेजुङमा र बहिनी आउँदाखेरि ल्याइदिनु भएको थियो, पिसेर यहाँ योसँग खानुपर्छ। यो कस्तो मिठो हुन्छ, तपाईँहरूलाई थाहा छ कि थाहा छैन? सिलाम हाम्रोमा चाहिँ खासै हुँदैन, पहाडदेखि चाहिँ यो ल्याएको हो ताप्लेजुङमा अस्ति बहिनी आउँदाखेरि। अब म यहाँ अचार पिस्दैछु यसको, अब रोटीसँग खानु पर्ला। अघिको रोटी चाहिँ रेडी भइसक्यो साथीहरू। अब यहाँ हामी चाहिँ खानु आँटेको, म यहाँ अचार रेडी पार्दैछु। अब यहाँ
अचार रेडी भइसकेर हामी खाने। यहाँ म अचार अलिक यसलाई चाहिँ पिस्नु टाइम लाग्छ, मिक्सरमा पनि पिस्दा हुन्छ हुनु चाहिँ, तर यसको टेस्ट अलिक आउँदैन, त्यही भएर मैले यहाँ सिलौटामा पिस्दैछु साथीहरू। अब हामी खानु आँटेको मैले चाहिँ यहाँ अचार दलेर खानु आँटेको छु साथीहरू। तपाईँहरू पनि खानु आउनु होला। म यहाँ यसो गरेर चाहिँ खानु आँटेको। यसरी खाँदाखेरि चाहिँ तर अलिक उयो तरकारी चाहिँ बनाइन, अचार मात्रै बनाएको, र भए पनि मिठै हुन्छ। यहाँ खाऊ कस्तो मिठो हुँदो रहेछ साथीहरू। तपाईँहरू पनि बनाएर खानु सक्नुहुन्छ। हामीले चाहिँ यो सिलामको अचार पिसेर यसको झोल पनि बनाउँदा मिल्छ, तर मैले चाहिँ अचार मात्रै बनाएको खाँदैछु साथीहरू। मिठो भयो र खानु सक्नुहुन्छ। आज चाहिँ मौसम चाहिँ खासै राम्रो थिएन, र भए पनि दिन गइसक्नु आँट्यो भन्दै मेरो चाहिँ यो दिदीबहिनी युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला साथीहरू, सपोर्ट गरिदिनु होला भन्दै अर्को भिडियोमा भेटौँ होला भन्दै म चाहिँ गएँ।